आज हामी भारत-नेपाल सीमामा भएको एउटा निकै अचम्म लाग्दो घटनाको बारेमा कुरा गर्दैछौँ। यो यस्तो घटना थियो जुन क्यामेरामा कैद भयो र यसले दुई देशको सम्बन्धमा हलचल नै ल्याइदियो। अब यो पुरै कहानी सुरु हुन्छ एउटा भाइरल भिडियोबाट। सोच्नुस् त, इन्टरनेटमा एउटा भिडियो यस्तो फैलियो कि त्यसले एउटा सामान्य देखिने सीमाको घटनालाई एक्कासी कूटनीतिक तहकै चर्चाको विषय बनाइदियो। त्यो भिडियोमा के देखियो भने नेपाली प्रहरीले एकजना मान्छेलाई भारतीय भूमिबाटै घिसारेर नेपालतिर ल्याउँदै गरेको। साँच्चै यो दृश्य एकदमै चकित पार्ने खालको थियो। अनि यसले तुरुन्तै एउटा ठूलो प्रश्न खडा गर्यो। सबैको ध्यान त्यता तानियो। आखिर त्यो सीमामा चल के रहेको थियो? ल, अब अलिकति यो घटनाको पृष्ठभूमिमा जाउँ है। आखिर त्यो मान्छे को थियो अनि किन नेपाली सुरक्षाकर्मीहरू सीमा नै नाघेर उसलाई पक्रन खोज्दै थिए? आउनुहोस्, यिनै प्रश्नहरूको जवाब खोज्ने प्रयास गरौँ। यो पुरै घटनामा हेर्नुस्, धेरै पक्षहरू जोडिएका थिए। एकातिर थिए नेपालका नीरज, जसलाई लखेटिँदै थियो। अर्कोतिर उनलाई पछ्याइरहेको थियो नेपालको सशस्त्र प्रहरी बल, मतलब एपीएफ र स्थानीय पुलिस। अनि जब यो कुरा बढ्यो, तब भारतीय सुरक्षा एजेन्सीहरू र उत्तर प्रदेश पुलिस पनि यसमा सामेल हुन आइपुगे। त्यो भाइरल भिडियोमा जुन नाटकीय क्षण देखियो नि, त्यहाँसम्म कुरा कसरी पुग्यो त? आउनुहोस्, त्यो घटनाक्रमलाई सुरुदेखि नै हेरौँ। आखिर यो सब सुरु कहाँबाट भयो? यो सबै एकदमै छिटो भयो। हेर्नुहोस्, बुधबार दिउँसोको करिब 12 बजेतिरको कुरा हो। नेपालको बेलियाबाट नीरज भागे। केही मिनट पनि बित्न नपाउँदै उनी सीमा पार गरेर भारतको सोनौली पुगिसकेका थिए। तर नेपाली प्रहरीले पनि उनलाई पछ्याउन छोडेन। उनीहरू पछि गएर भारतीय भूमिभित्रै उनलाई समाते। र उनीहरू कति भित्र पुगेका थिए थाहा छ? लगभग 20 मिटर। हो, भारतीय सीमाभन्दा 20 मिटर भित्र। यो सानो जस्तो लाग्ने दूरी हो, तर यसैले नै यो घटनालाई यति गम्भीर र कूटनीतिक रूपमा महत्त्वपूर्ण बनाइदियो। अनि जब त्यो भिडियो अनलाइनमा आगो जसरी फैलिन थाल्यो, त्यसपछि त यसको असर तुरुन्तै देखिन थाल्यो। यो अब एउटा सामान्य प्रहरी कारबाही मात्र रहेन, बरु यो त एउटा अन्तर्राष्ट्रिय मुद्दा बन्न पुग्यो। अनि यसले एउटा एकदमै आधारभूत तर महत्त्वपूर्ण प्रश्न उठायो। के एउटा देशको प्रहरीले अर्को देशको भूमिमा गएर कसैलाई पक्राउ गर्न मिल्छ? नेपाली प्रहरीको यही कदमले क्षेत्राधिकार, राष्ट्रिय सार्वभौमिकता अनि मानवाधिकार जस्ता निकै संवेदनशील विषयहरूमा ठूलो बहस नै सुरु गराइदियो। यहाँनिरको मुख्य द्वन्द्व के थियो भने, एकातिर नेपाली प्रहरी आफ्नो काम गर्दै थियो, एउटा भागिरहेको मान्छेलाई पक्रन खोज्दै थियो, तर अर्कोतिर उनीहरूको यही कामले गर्दा राष्ट्रिय सार्वभौमिकता, क्षेत्राधिकार जस्ता ठूल्ठूला कूटनीतिक प्रश्नहरू खडा भए। मतलब एउटा सानो कारबाहीले दुई देशको सम्बन्धमै तरङ्ग ल्याइदियो। यो स्थिति एकदमै तनावपूर्ण थियो र कुरा अझै बिग्रिन सक्थ्यो, तर त्यस्तो भएन। दुवै देशका अधिकारीहरूले वार्ताको बाटो रोजे। अब प्रश्न आउँछ, उनीहरूले कसरी यो स्थितिलाई सम्हाले? कसरी घण्टौँको वार्ताबाट एउटा शान्तिपूर्ण समाधान निस्क्यो? समाधानको बाटो केही यस्तो थियो। सबैभन्दा पहिले भिडियो बाहिर आयो, जसले गर्दा अधिकारीहरू सचेत भए। त्यसपछि भारतीय सुरक्षा एजेन्सी र यूपी पुलिसले हस्तक्षेप गरे अनि सुरु भयो दुवै देशका निकायहरूबीच घण्टौँसम्म चलेको लामो वार्ता। र अन्तमा एउटा आपसी समझदारी बन्यो, जसअनुसार पक्राउ परेका नीरजलाई भारतीय भूमिमै उनकी आमाको जिम्मा लगाउने निर्णय भयो। ल, तत्कालको लागि त समाधान निस्कियो। तर के यो साँच्चैको समाधान थियो त? धेरैले यसलाई एउटा कमजोर समाधानको रूपमा हेर्छन्, किनभने यसले तत्कालको आगो त निभायो, तर भित्रभित्र सल्किरहेको गहिरो मुद्दाहरूलाई भने जस्ताको तस्तै छाडिदियो। र अर्को महत्त्वपूर्ण कुरा के बुझ्नुपर्छ भने, यो घटना एक्लै भएको थिएन। यो त्यति बेला भयो जति बेला भारत र नेपाल बीच पहिलेदेखि नै विभिन्न विषयमा तनाव बढिरहेको थियो। त्यही भएर पनि एउटा सानो घटनाले यति ठूलो रूप लियो, यसलाई थप संवेदनशील बनायो। र अन्त्यमा एउटा प्रश्नबारे सोच्न छोडेर जाउँ। केवल 20 मिटरको एउटा सानो घटनाले हाम्रो 1700 किलोमिटरभन्दा लामो खुला सिमाना र दुई देशबीचको पुरै सम्बन्धबारे आखिर के भन्छ होला? र सबैभन्दा महत्त्वपूर्ण कुरा, यस्ता घटनाहरूबाट भविष्यको लागि के सिक्न सकिन्छ?